कविताको शीर्षक छ पृथ्वीलाई चाहिने हातले अठ्याएर, पृथ्वीलाई दाहिने हातले अठ्याएर देब्रे गोजीमा राखी मंगल ग्रह खोजी हिँड्ने मान्छे जातले घाँटीमा रातो हरियो बाघको टाई झुन्डाएर बाहिर हरियो भए पनि भित्र भित्र निखो रातो खरबुजा जस्तै मान्छे रङका कुराहरू गर्दै झण्डाका विचारहरू बोक्दै बाध्य फिजाएर बसेका पसिना बेच्न बसेका गरिबहरूको हाट बजारमा सपनाको व्यापार गरी बेचिरहेछ पृथ्वी पोलिथिनको झोला झोलामा हाली। सगरमाथाको छाती भित्र मुटु होइन पत्थरहरू छन्। सगरमाथाहरूको छाती भित्र मुटु होइन पत्थरहरू छन्। त्यसको चेबाट निस्किएको पसिनाले म उत्तेजनाको तिर्खा मेटाउन नसकेर होला प्रचण्ड घामको जन्म भएको। घाम पनि कति लोभी भने नि सूर्य परिवार उसैको वरिपरि घुमोस् भन्छ। ऊ शक्तिको केन्द्र नै बनिरहँ भन्छ। तर उसको मस्तिष्कमा रहेको क्रान्ति बिस्तारै बिस्तारै क्षीर्ण हुँदै जाँदैछ। फगत रङ फेर्न बाँकी परेको घाम रेड ज्वाइन व्हाइट ड्रफ हुँदै ब्ल्याक होलमा परिणत हुने नै हो। यति हेक्का नभएको घाम आफू केन्द्रमा रहन बिचिरहेछ। क्रान्तिकारीका टाउका परिवर्तनका सपनाहरू एउटै पत्नीको सिन्दुर बेचिरहेछ। छोराको सिँगै पृथ्वी पोलिथिनको झोलामा हाली। चन्द्रमा पनि सुरक्षित छैन यहाँ। निष्प्राण छ चन्द्रमा। न वायु छ न पानी छ। तर बहिरहेछ फुस्रो छाला ओढेर भित्र रातो रगत बोक्ने मान्छे। जीवन पृथ्वीको हत्या गरी चन्द्रमातिर जीवन खोज्दै हिँड्छ। चन्द्रमालाई पनि त किता बनाइ बेच्ने मान्छे। चन्द्रमालाई पनि कितामा बेच्ने मान्छे। लेनिनहरू जन्माएर क्रान्तिको व्यापार गर्छ। लेनिनहरूलाई कमिजको गोजीमा राखी मार्क्सहरूलाई पाठ्यक्रमतिर छरी विद्यालय बन्द गराई विद्यालयको भित्ताभरि चिउडावाद र मुर्दावाद रङ्खाइदिन्छ। न्युटन र आइन्स्टाइनका टाउकोमा रितो डोको र हातमा सिक्कल बोकी घाँस काट्न जान्छन्। मेन्डेलेभमा धरतीको छातीमा भागचाल खेल्छन् विद्यालयका समयहरू। रङका व्यापारीहरू कहिले रातोमा हरियो मिसाई कहिले हरियोमा रातो मिसाई व्यापार गरिरहेछन्। निधार बेच्न बसेका निर्धहरूको पृथ्वी बेचिरहेछन्। पोलिथिन झोलामा हाली पोलिथिन झोलामा